लिन्छौ ल। सम्पूर्णमा नमस्ते, म सञ्जय राईको तर्फबाट अब थोरै यो भिडियोमा यहाँहरूलाई चाहिँ आफ्नो मत जाहेर गर्ने अवसर म दिएँ। मैले पनि यो भिडियोमा थोरै सबैको के अरे मत चाहिँ लिउँ न त, कस्तो बढी के हुँदैछ भन्ने कुरा चाहिँ जान्न चाहेकोले मैले यो भिडियो बनाउँदैछु। र अबको नेपालमा चाहिँ नेतृत्व चाहिँ स्वतन्त्रको हुनुपर्छ या राजनीतिक दलकै हुनुपर्छ भन्ने कुरामा चाहिँ मत लिन चाहेको हो। र अबको नेपालमा चाहिँ हर्क साम्पाङ जस्तै, बालिन शाह, गोपी हमाल, रवि लामिछाने होइन, त्यसै गरी कुलमान घिसिङहरूको जस्तै उहाँहरूकै आवश्यक छ कि या राजनीतिक दलकै चाहिँ यहाँ चाहिँ के अरे यहाँ चाहिँ बढी कसको चाहिँ नेतृत्व भइराख्नुपर्छ भन्ने कुरा यहाँले चाहिँ मत जाहेर गर्न सक्नुहुन्छ। र यति स्वतन्त्रको चाहिँ अब नेतृत्व हुनुपर्छ भन्ने जतिले यो भिडियोलाई लाइक गर्नुहोला। र होइन राजनीतिक दलकै चाहिँ नेतृत्व हुनुपर्छ भन्ने जतिले यो भिडियोमा आएर कमेन्टमा चाहिँ आफ्नो मत जाहेर गर्नुहोला भन्न चाहन्छु। यति मत कसको बढी कति आउँछ भन्ने कुरामा चाहिँ लिन चाहेको हो। हस्त, धन्यवाद।